सन्दीप लामिछानेको बारेमा चतुरबहादुर चन्दले ज्ञान अध्यक्षले यस्तो कुरा गरेका छन् कि सन्दीप लामिछानेको फ्यानलाई चाहिँ पक्कै ठुलो नै खुसी मिल्नेछ र उनको विपक्षीलाई चाहिँ एउटा ठुलो झड्का चाहिँ पक्कै मिल्नेछ। चतुरबहादुर चन्द भन्छन् सन्दीप लामिछानेले नेपाली क्रिकेटको हाइट बढाएको छ। अहिले पनि वर्ल्ड क्रिकेटमा नेपालबाट सबैभन्दा ठुलो नाम सन्दीप लामिछाने हो। अहिले पनि हामी विश्वको जुनसुकै कुनामा नेपालले खेल्छ, सन्दीप लामिछाने कस्तो छ, के छ, सन्दीप लामिछानेलाई के छ भनेर चाहिँ सोध्ने गर्छन् विश्वका ठुला क्रिकेटरहरूले चाहिँ भनेर चाहिँ उनले भनेका छन्। र सन्दीप लामिछाने टिममा हुँदा नेपाली क्रिकेट टिमको मनोबल बढ्छ या बढ्दैन त्यो मलाई थाहा छैन, तर विपक्षीको मनोबल चाहिँ पक्कै पनि गिर्छ, त्यो मैले बुझेको छु भनेर चाहिँ चतुरबहादुर चन्दले भनेका छन्। र यसको उदाहरणमा उनले हालै वेस्ट इन्डिज सिरिजलाई पनि लिएका छन्, जहाँ विपक्षीले जब सन्दीप लामिछाने खेल्दैन भन्ने थाहा पाए त्यस पश्चात चाहिँ उनीहरू खुसी भएको कुनै हिसाबले भनेर पनि उनले भनेका छन्। यो लेभलको खेलाडी हो सन्दीप लामिछाने, सबैले बुझ्न चाहिँ एकदमै धेरै जरुरी छ। एकदमै धेरै खुसी लागेको छ यो कुरो सुनेर।